मजा आयो। म मान्छु आज कति तलाई मात्र दुःख दिनु। होइन, तिमी जाउँछु त। भोलि रुकेको म भैँसी लिएर पनि जानु छ तिमीलाई। केही हुन्न, यति भाँडा माझेर म थाक्ने पनि होइन। तजा सुत्दै गर। ओ हो नि, बाहिर त कस्तो जाडो रहेछ, पानी पनि कस्तो चिसो। हे प्रभु, हामीले लिन लागेको ऋण सहजै फिर्ता गर्न सकियोस्। के भयो तलाई? सुतेकी छैनस् त अझै पनि? यो ऋण र भैँसी जाने पिरले निन्द्रा पनि लागेन। बरु अरू कुनै उपाय गरौँ, ऋण नलिऊ, हुँदैन र? त्यस्तो नभन्न। आमाको लागि हामीले यो ऋण लिनै पर्छ, अरू उपाय नै छैन। मेरो विश्वास गर, दिन रात गरेर भए पनि यो ऋण चुक्ता गर्छु र भैँसी पनि फिर्ता ल्याउँछु। विश्वास त तिम्रो धेरै छ, तर पनि यो मनलाई सम्झाउन गाह्रो हुने रहेछ। ल, विश्वास छ भने चिन्ता नलिग। अब यो बारेमा सबै ठिक हुन्छ। धेरै रात परिसक्यो, सुतौं अब। छोड्देऊ यो कुरा। ओ, निन्द्रा छिटै पो खुल्यो त। बाहिर गएर भैँसीलाई कुण्डो दिनु पर्यो। ल, अब कति दिनपछि पाउने होस् यहाँको कुडो? बिस्तारै खा। भित्र गएर चिया बनाउनु पर्यो। बुढोलाई उठाएर आउनु पर्यो। त्यति बेलासम्म यो चिया नि पाक्छ। बुढो, ओ बुढो, उठ अब। हेर त ढिला भइसक्यो। 7 बजिसक्यो। उठ, अब चिया बनाएकी छु। खाएर रुकेकोमा जाने होला नि। उज्यालो भइसक्यो र? कस्तो गहिरो निन्द्रा लागेछ त नि। अनि भैँसीलाई पनि केही दिनुपर्ने। रातिदेखि केही खाएको छैन। मैले अघि कुडो दिइसके। बरु तिमी अब जाऊ। ल, अब जाने बेला पनि भयो। कुडो पनि सकाएछ सर। बुढी म गए हे, ढोका बन्द गरे। रुके दाइ, ओ रुके दाइ। ल, म आए हे, भैँसी पनि ल्याएको छु। बाहिर आउनुस् त। होइन को हो बिहान बिहान चिच्याउने? ओहो ढुके, आइपुगिस्। भैँसीलाई यतै कतै बानेर भित्र आइज, भित्रै कुरा गरौँ। होइन दाजु, यतै सबै चिनोबानो गरौँ न, हुँदैन? मैले भनेपछि खुरुक्क हिँड्न। मेरो घरमा आउन हुन्न तलाई। ल भण्डुके, के खान्छस्? चिया, दुध? टाढाबाट आउँदा थकाइ पनि लाग्यो होला। होइन दाजु, घरबाटै चिया खाएर आएको। बरु कामको कुरा गरौँ न है। ल, मैले यो कागज बनाएको छु, एकचोटि राम्रोसँग पढ। ठिक लागे त ल्याप्चे हान। ल हुन्छ दाजु। होइन दाजु, यो के हो? हिजो प्रति महिना 500 ब्याज भन्नुभयो। हजुरले यहाँ त 600 लेख्नु भएको छ त। यस्तो झुक्क्याउनु त भएन नि। खै, ए हो पो रहेछ त। झुक्किएर भएको हुनुपर्छ। पर्खी म यसलाई सच्याउँछु। अरू पनि हेर त, अरू पनि गल्तीहरू छन् भने एकैचोटि सच्याउँछु। ल हुन्छ, यस्तै हो भने त राम्ररी पढ्न परिहाल्यो नि। फेरि यो के हो? सहमति अनुसार 12,000 दिइने र ढितो स्वरूप डुगुबाट एउटा बाख्रो राखिएको छ। यो के हो? बाख्रा र भैँसीमा कसरी गल्ती हुन्छ? लौनुस्, अरू सबै ठिक छ। ल, त्यो दुईटा भर्खरै सच्याउनुस् त। ल, म भर्खरै सच्याउँछु। कसरी गल्ती भएछ खै? सायद कागज बनाउँदा अन्तै ध्यान थियो। एकछिन है त, म सच्याएर ल्याउँछु। तिमीलाई फटाहा, पछि गएर भैँसी होइन बाख्रो धितो थियो भन्नलाई। मैले यसमा ल्याप्चे लगाएको भए त गाउँलेहरूले यसकै कुरा पत्याउँथे। ल, अब हेर त, सबै सच्याए। अब त खुसी छस् होला नि। बल्ल ठिक छ। अघिको कस्तो बनाउनु भएको? ल, ल्याप्चे लगाउँछु।
अघि गल्तीले हो, तलतिर लगा ल्याप्चे। ल गन त 12,000 छ। ल ठिक छ, म अब गएको। ए आयो तिमी? अनि रुकेले पैसा दिगो त? दियो दिन त, तर त्यो अलि खत्तम रहेछ। किन के गर्यो र त्यसले? के गर्नु नि, मलाई ठग्न खोज्दै थियो। हिजो 500 र भैँसी धितो राख्ने भनेर सहमति गरेको। आज त्यसले बनाएको कागजमा त मासिक 600 र धितो स्वरूप बाख्रो राखिएको छ भनेर पो लेखेको। मैले नपढेको भए त ठग्ने रहेछ। कतिसम्मको फटाहा रहेछ। छ्या, त्यसै त गाउँलेहरूले त्यसलाई फटाहा रुके त भनेको हैन रहेछ। अनि त्यो सहमतिको कागज ल्यायो त? आएको छु, पैसा र कागज दुवै छ, म अलमारीमा राख्छु। ल छोड्दिम यो कुरा। हात मुख धोएर आऊ, भोकाको छ होला नि। भोक त एकदम लागेछ। ल भात पस्किँदै गर्न म हात खुट्टा धोएर आउँछु। ए पस्किसकेको, हेर्दा त मिठो देखेछ त। हेर्दा मात्र होइन, खादा पनि मिठो छ। अनि कहिले जान्छौ त नि? त्यो मोबिल हो कि के लिन? एक्लै जान सक्छौ त? भोलि त्यो लकेको छोरो झली सहर जाने काम छ भन्दै थियो, त्यसैसँग जान्छु।